मैले मात्र यसको गरेको भनेको यो आइसीले गर्दैछु है। यो चाहिँ भाइको चाहिँ सुन्तला खाएर बिग्रेको भन्दै थियो हैन, सुन्तलाको रस पसेर। अरु चाहिँ केही पनि हैन समस्या यसको, त्यति मात्रै हो है गाइस। तीन लाइन आइरहेछ है। अहिले चाहिँ मजाले काम गरिसक्यो यो पावर ब्याङ्क चाहिँ। फर्स्टमा चाहिँ सुन्तलाको झोल पसेर ड्यामेज भएको थियो, चार्ज नहुने भएको थियो भनौँ न है। यसलाई चाहिँ चार्ज हुने पनि भइसकेको छ गाइस है। म देखाइदिन्छु तपाईँलाई। एक्सन है, यो तार चाहिँ यो वायर यो हो। चार्ज भइसकेको छ गाइस। यो चाहिँ मैले अस्ति भर्खरै खोल्या हो हैन। यसको ब्याक प्यानल चाहिँ यता छ, यो चाहिँ सिम प्याड हुन्छ, ब्राङ तान्ने हो गाइस है। यताबाट ब्राङ उकाएको है मैले चाहिँ यसरी यो चाहिँ पानी खाएर अलिक टुटो भएको है। यो साइडबाट खोल्ने, यो चाहिँ कालो कालो देखेको चाहिँ मैले यो चाहिँ ऊ हालेको है, के भन्छ ल गाइस। यो चाहिँ हाम्रो पावर ब्याङ्कको चाहिँ भइसकिसकेको छ है। यो चाहिँ हाम्रो यता माथिबाट खोल्ने हो। यसको चाहिँ लगभग खोल्नु अलिक गाह्रो हुने रहेछ। मैले चाहिँ जबरजस्तीमा खोलेर भाइले चाहिँ पठाउ गर्दाखेरि पानी खुवाइदिएको रहेछ। त्यसलाई चाहिँ मैले एकदम पानी हाल्दा पनि सुन्तलाको रस छिरेर छ बनाइसकेको छ, कम्प्लिट भइसकेको छ गाइस। त्यसपछि यो चाहिँ कालो कालो देखेको चाहिँ 7000 यो होला, यो हालेको गाइस।